विकास। सम्पूर्णमा नमस्कार। म सर्प उद्धारकर्ता प्रदीप श्रेष्ठ, महालक्ष्मी नगरपालिका वार्ड नम्बर 5 लिगुवा धनकुटाबाट। पहाडमा धनकुटा लिगुवामा पहिलोपल्ट किङ कोब्रा सर्प देखा परेको थियो र मलाई खबर गरियो। महालक्ष्मी नगरपालिका वार्ड नम्बर 4 चानुवा दमारमा यो सर्प देखिएपछि मलाई खबर गरियो र उद्धारको लागि पुगेपछि करिब 4 घण्टा लगाएर सकुशल उद्धार गरियो र वन डिभिजन कार्यालय धनकुटालाई भोलिपल्ट 18 घण्टा सकुशल आफैसँग राखेर मैले पठाइसके र अरु उद्धार गरेको भिडियो हेर्नु होला। कितनी टाइम आउँछ नि पुग्छ माछोड माछोड त माछोड देश कस्तो चढ्छ आउँछ त नि रन्टी भन्नु छिरो दाइ छिरो 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 नछोड्ने त भाग्छन् बाहिर बाहिर चाहिँ ल राखिदिनु भनेको के साह्रो डरपोकै डर रहेछ तल चाहिँ फेरि आयो त आएको छैन यहाँबाट देखिन्छ नि त मजाले कहीँ जिम्मामा पर्दैछ बाँचिँदैन होला उधारको लागि धामन बाधाइ लगि च्यापै पारिसक्थ्यो। सर्पको राजा हो नि त किङ कोब्रा, त्यही भएर पो यहाँ यति गाह्रो परिरहेको थियो। ल ल ल साथ दिने कोही छ? ड्रम ल्याइदिम ड्रम ल्याइदिम खोइ त ड्रम लिएर आउने मान्छे कहाँ गयो? डराएको छेरुवा पारेहरू ड्रम लिएर आउनु नि हौ। डरपोक छेरुवाहरू डरपोक अघिसम्म त हेर त धेरै नठेल्नु नि। पुच्छर तान्नु भनेको त्यहाँ पुच्छर तान्नु नि गएर। नछोड्नु है कसैले।
कोब्रा साप यो भाइ फुट बम बनाउँछु बनाइहाल्नु नि त बनाइहाल्नु ल एक दुई चोट नलामे चोट एउटै सुत्री रहेछ त सुत्री सजिलो हुन्छ अलिक छिटो 12 अघि हामीले गेसै गरेका थियौँ नि त 12 फुटको है अझ बढी छ त फिट अनि फिट अझ बेसी छ 13 फुट रहेछ ए तेरी हो यो भाइको चाहिँ छेउमा नबस्नु बस